अहिले चाहिँ राति 7 बजेको छ। अब हामी यहाँ बागबीच भन्ने ठाउँमा चाहिँ अब जाँदैछौँ। राति 7-8 बजेभन्दा पछाडि चाहिँ यहाँ झिलिमिली एकदम बजार हुन्छ र बजार राम्रोसँग क्लियर खुल्छ पनि। त्यो कारणले अब हामी बागबीचतिर लाग्छौँ एकछिनमा। खाना त्यतै खानु पर्ला सबै, यसो त्यहाँ रमाइलो झिलिमिली हुन्छ त्यो पनि हेरेर आउनु पर्ला कस्तो हुन्छ। बाहिर पानी परिरहेछ। हामी चाहिँ अब बागबीच साइडतिर, त्यहाँ टिटोस लेन छ, त्यहाँ फेमस ठाउँहरू छ। अहिले कति बज्यो? 8 बज्यो कि 7:30 बज्यो? 8 बज्यो। 7:30 बज्यो लोकल टाइम। ठ्याक्कै 7:30 कि 7:30। अब हामी चाहिँ ठ्याक्कै बागबीचको साइडमा रहेको टिटोस लेन अनि बागा त्यो एरियातिर घुम्छौँ। अनि 10-11 बजीतिर आउनु पर्ला। रातभरि खुल्छ त्यो बजार। जाउँ ल। हामी चाहिँ बाहिर आइपुग्यौँ। यहाँ सुनसान छ बाहिर। स्कुटी चाहिँ हामी लिनु अब अहिले राति हिँडेर जाने हो। हिँडेर रमाइलो हुन्छ। यो सब बन्द हुन्छ यो कलेज। यहाँ यता चाहिँ गणेश चतुर्दशी चलेको रहेछ। 5 दिन चाहिँ पुरा मनाउँदो रहेछ 5 दिनसम्म। अनि यहाँ 7 दिन बिदा। ट्राफिकलाई चाहिँ कति दिन? 2 दिन बिदा। हामीले क्रेडिट कार्ड लिन बिर्सेर फेरि फर्केर जहिले पनि किन हामी क्रेडिट कार्ड लिन बिर्स्यौँ। अब हामीसँग आइसी पुग्ने त छ, तर पनि अब फेरि उता अर्को ठाउँ घुमघाम गर्दाखेरि एक्स्ट्रा बचाएर राख्नु पऱ्यो भनेर हामी क्रेडिट कार्ड युज हुने ठाउँमा क्रेडिट कार्ड युज गर्छौँ। यहाँ चाहिँ यो पेट्रोल पम्पमा 100% क्रेडिट कार्ड हुन्छ जता पनि। होटेलहरूमा 100% हुन्छ, तर होटेल चाहिँ हामीले अगाडि नै बुक गरिसकेका थियौँ। अनि पसलहरूमा खाना खाने ठाउँमा कुनैमा हुन्छ कुनैमा हुँदैन है। के हो? म त बिर्सिहाल्छु। जाऊ ल्याएर आऊ चाबी। हेलो, हामी अहिले बागबीचको एरियामा छौँ। बागबीचको एरियामा चाहिँ हामी बागबीचतिर जाँदैछौँ। हेर्नुहोस् है, स्कुटीहरू राति पनि रेन्टमा आउँछन्। यहाँ हेर्नु सक्नुहुन्छ है। रातभरि स्कुटी एकदम स्टेपमा चाहिँ स्टेपमा यहाँ चाहिँ स्कुटी रेन्टल सप र यो वाइन सप यो चाहिँ स्पेसल हुन्छ जहाँ पनि। यहाँ चाहिँ पानीपुरी खाने भनेर आयो। पानीपुरी कस्तो हुँदो रहेछ यहाँको चाखौँ है। भेलपुरी पानीपुरी नहीं है ना? पानीपुरी छ अरे? पानीपुरी है कि नहीं? पानीपुरी है ना? पानीपुरी, सेवपुरी, दहीपुरी। आओ भयो, रेडी भएछ। आओ गोवाको पानीपुरी चाख्नु है त। खाएको छैनौँ हामीले पानीपुरी। अस्ति जहाँ गइरहेको
हामी चाहिँ चस्मा किन्न आएको कस्तो लाग्यो ठिक छ कोई बात नहीं, हम बिजी में लगा दूंगा। कस्तो लाग्यो ठिक छ यहाँ पनि हेर मलाई चाहिँ यो चस्मा मन पर्यो लगा के देखो लेडिजले रोज्न अलिक गाह्रो एकदम गाह्रो एक डिजाइन लगा के देखो, न्यू डिजाइन है। यता हेर यो चाहिँ गोवाको मुख्य भाग टिटोस लेन हो। यहाँ चाहिँ रातको समयमा एकदम झिलिमिली सहितको मार्केट खुला हुन्छ। हामीले यहाँबाट केही सपिङहरू पनि गरेका थियौँ, चस्मा लगायत लुगाहरू पनि हेर्नु सक्नुहुन्छ। यो चाहिँ एकदम सुन्दर ठाउँ छ। दिउँसो यति झिलिमिली हुँदैन, जुन राति हुन्छ। यहाँ चस्मा पसल अघि हामीले चस्मा किनेको यतै हो। सस्तोमा एकदम भेराइटीको चस्माहरू उपलब्ध हुन्छ यहाँ। त्यो मात्रै नभएर यहाँ विभिन्न लुगाहरू पाउँछ। यहाँ हेर न, यो डान्स हो, डान्स बार, डान्स इधर के हुन्न के हुन्छ र। यहाँ चाहिँ डान्स बारमा बाहिर मान्छेहरू बोलाइरहेको छन्। यहाँ डान्स एकदम रमाइलो चलिरहेको छ। हामी चाहिँ गइरहेछौँ यहाँ। सबैभन्दा रमाइलो ठाउँ हो यो। ओ यस, दामी 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 यहाँ ठाउँ हो। बोलाइरहेछन् के अरे डान्स गर्नु हो के गर्नु हो। यो क्लबहरूमा बोलाइरहेछन्। स्पा पनि छ यहाँ, स्पामा पनि बोलाइरहेछन्। अनि माछाले पानीमा खुट्टा डुबाउने र माछासँग चाहिँ खुवाउने, मासु खुवाउने माछा डेट स्किनहरू खुवाउने पनि चलिरहेको रहेछ होइन। यो के हो यत्रो, यो धेरै काजु हो। काजु यत्रो धेरै प्राइसमा मिल्ने के अरे क्वान्टिटीमा। काजु त पुरा यत्रो क्वान्टिटीमा मिल्दो रहेछ त्यहाँ त। ओ माई गड, वाउ, मलाई थाहा त भएन यहाँ अलिक। नल्याएकै हुन्थ्यो यार। के हो यो हेर, यहाँ पुरै यहाँ झिलिमिली। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ पुरा यस्तो रमाइलो छ कि अब कुरै छाडौँ, एकदम रमाइलो हो है। हेर्नुहोस् राति यो एकदम रमाइलो हुन्छ। यहाँ राति खुल्छ यो। अहिले चाहिँ पानी परेको छ, अलिकति रमाइलो छैन दियोस्। यस्तोमा आएर बस्न सक्नुहुन्छ हजुरहरू। अहिले पानीले गर्दा अलिकति माहौल बिग्रेको छ। यो रातको बागा बिचको दृश्य हो। अहिले हामी एकछिनपछि क्यालङकोट बिचतिर पनि जान्छौँ। यो गोवाको सबैभन्दा फेमस बिच भनेको नै बागा बिच हो। त्यसपछि क्यालङकोट बिच हो। यो दुईवटा नजिक छ। त्यसपछि अरू सानोतिनो बिचहरू हुन्छन्। तर पुरा गोवा भने अहिले झिलिमिली हुन्छ राति।
दिउँसो पनि हुन्छ। अफ सिजनमा त यति झिलिमिली छ, अब सम्झिनुहोस् कि सिजनमा कस्तो होला। अहिले पानी परेर पनि मान्छेहरूको चहल पहल छ, झिलिमिली बनाइरहेछन् होइन। यहाँ चाहिँ पानीको लहर छ, समुद्रमा यस्तो छ, यो समुद्रको लहर यस्तो छ र रातभरि यहाँ पार्टी हुन्छ। हावा पनि यो पानीको यो बहावसँगै हावा पनि पानी परेको छ है। के यस्तै हो त रेनकोट के गर्ने, त्यो चेन लाउनु पुरा अनि हो त्यति पनि भइहाल्छ अलिअलि। यो लगाऊ रेनकोट माथि छाता है। बागे बिचमा चाहिँ एकदम झिलिमिली छ अहिले। यो चाहिँ सबैभन्दा गोवाको सबैभन्दा फेमस बिच हो र यहाँ चाहिँ अब टुरिस्ट एरिया, पार्टी एकदम गर्ने ठाउँ होइन। विदेशीहरू स्वदेशीहरू लगायत विभिन्न इन्डियाको पार्टी गर्ने ठाउँ भएकोले यहाँ चाहिँ सधैँभरि झिलिमिली हुन्छ। टुरिस्ट आओस् नआओस्, अहिले अलिक टुरिस्टहरू कम छन् किनभने पानी पनि परिरहेछ र यो अफ सिजन पनि हो। तैपनि यहाँ टुरिस्टहरू थोरै थोरै भए पनि आइरहन्छन् र झिलिमिली हुन कहिले छाड्दैन यहाँ। त्यही भएर गोवाको एकदम प्रसिद्ध ठाउँ भनेर चिनिन्छ। चाहिँ बिरयानी खाने भनेर बस्यौँ। चिकन बिरयानी त हो, चिकन बिरयानी होइन, चिकन बिरयानी खाँदैछौँ हामी।